सो हामी चाहिँ लाइसेन्सको प्रिपरेसनमा छौँ र हामीले चाहिँ यता गरिरहेको छौँ अहिले कन्सेप्ट अफ बेसिक इलेक्ट्रिकल इन्जिनियरिङ। अनि हाम्रो यता चाहिँ एमसिक्यूबाट स्टार्ट गर्छौँ हामी। हाम्रो यो फर्स्टमा क्वेसन नम्बर 1 रहेको छ। क्वेसन नम्बर 1 मा चाहिँ के भनेको छ भन्दा रेजिस्टेन्स अफ वायर इज वाइ हो। द वायर इज स्टेट टु द ट्रिपल अफ इट्स लेन्थ देन द एक्चुअल रेजिस्टेन्स बिकम भनेको छ हैन। इफ रेजिस्टेन्स हाम्रो रेजिस्टेन्सको फर्मुला के हो भन्दा रो एल बाई ए। रो भनेको रेजिस्टिभिटी अनि एल बाई ए। अहिले यो केसमा चाहिँ हाम्रो एरिया केही भनेको छैन भने एरिया भनेको चाहिँ हाम्रो कन्स्टेन्ट हुन्छ हैन। सो हामीले चाहिँ नर्मली अब सिम्पल उसमा सल्भ गर्दै गयो भने चाहिँ यसरी गर्न सकिन्छ। आर भनेको रो एल बाई ए, यसलाई हामीले वाइ भनेको छ अरे, ल यसलाई वाइ भनेको। अनि नेक्स्ट अब आर भनेको चाहिँ कति हुन्छ त भनेको छ हैन। अब यसमा आर भनेको चाहिँ हामीलाई कति हुन्छ भने रो 3 एल बाई ए भनेको छ। अनि आर बाई वाइ भनेको रो 3 एल बाई ए डिभाइड बाई रो एल बाई ए। सो हाम्रो आर भनेको सबै कट हुँदाखेरि 3 बाँकी हुन्छ अनि वाइ भनेको 3 टाइम्स अफ वाइ हुन्छ हैन। अब यसलाई चाहिँ हामीले कसरी गर्न सकिन्छ अरूमा चाहिँ भन्दाखेरि आर भनेको चाहिँ डिरेक्टली प्रोपोर्सनल टु एल हुन्छ, अरू सबै कन्स्टेन्ट हुन्छ। अनि अब जतिले मल्टिप्लाई गर्यो त्यति नै टाइम्स चाहिँ यो हाम्रो फर्मुला भएको भएर त्यति नै टाइम्स अफ रेजिस्टेन्स हुन्छ भनेर पनि गर्न सकिन्छ। अनि यो त एकदमै सिम्पल थियो। अब कन्सेप्ट मात्र रिभाइज गरेको। अनि त्यसपछि कन्सिडर सर्किट टु अनइक्वल रेजिस्टेन्स इज प्यारल देन भनेको छ हैन। कुनै पनि दुईटा रेजिस्टेन्स भनेको प्यारलमा छ भने हाम्रो भोल्टेज चाहिँ इक्वल हुन्छ। प्यारल सर्किटमा भोल्टेज इक्वल हुन्छ भने सिरियलमा चाहिँ हाम्रो के हुन्छ करेन्ट इक्वल हुन्छ। अब यसमा चाहिँ हामीसँग के कन्डिसन छ भन्दा लार्ज करेन्ट फ्लोज इन लार्ज रेजिस्टर, करेन्ट इज सेम इन बोथ, स्मल रेजिस्टेन्स ह्याज स्मलर कन्डक्टेन्स अनि पोटेन्शियल डिफरेन्स एक्रस इज सेम। सो हाम्रो यिनीहरूमा चाहिँ यो भनेको चाहिँ के हो भन्दा हाम्रो चाहिँ यो चाहिँ एउटा फर्मुला थ्योरम जस्तो जे भने पनि हुन्छ यो हो। त्यही भएर हामीले चाहिँ यसलाई नै गरेको हुन्छ। प्यारल सर्किटमा चाहिँ पोटेन्शियल डिफरेन्स सेम हुन्छ। इफ यो देख्यो भने अरूमा हामीले जानै परेन। अनि अब हाम्रो थर्ड वाला क्वेसन छ। ओके, इन विच अफ द फलोइङ केसेस ओम्स ल नट एप्लिकेबल। ओम्स ल भनेको चाहिँ नर्मली लिनियर सर्किटमा युज हुने हो हैन। अनि यो भनेको चाहिँ कन्डक्टरमा युज हुने। हाम्रो यता इलेक्ट्रोलाइट छ, आर्क ल्याम्प छ, इन्सुलेटर छ, भ्याकुम रेसियो भ्यालु छ हैन। अब यसमा चाहिँ इलेक्ट्रोलाइट्स भनेको पनि अलि हुन सक्ने चान्स भयो हैन, थोरै पनि अप्लाई होला हैन। आर्क ल्याम्पमा पनि हुनसक्छ, बट भ्याकुम रेसियोमा पनि हुनसक्छ। लाइक अब हाम्रो सिम्पल ओम्स ल भनेको चाहिँ कन्डक्टरमा हुने हो र लिनियर सर्किटमा हुने हो, तर इन्सुलेटरमा चाहिँ हुँदैन, देयर इज नो चान्स। अनि अब हामीसँग अर्को भनेको छ, अर्को क्वेसन छ क्वेसन नम्बर 4 विच अफ द फलोइङ बल्ब्स विल ह्याभ हाई रेजिस्टेन्स भनेको छ हैन। 220 भोल्ट 60 वाट दिएको छ, 220 भोल्ट 100 वाट दिएको छ, 115 भोल्ट 60 वाट अनि 115 भोल्ट 100 वाट। हामी चाहिँ यसको लागि फर्स्टमा चाहिँ हामी एकचोटि फर्मुला हेर्छौँ हैन। फर्मुला भनेको चाहिँ पावर भनेको चाहिँ भोल्टेज इन्टु करेन्ट छ। अब भोल्टेज भनेको V भनेको IR अनि I, P भनेको चाहिँ I स्क्वायर R। एउटा यो फर्ममा जान सक्यो फर्स्टको। P भनेको हामीसँग के हुन्छ VI, P भनेको V भयो, I भनेको V बाई R अनि P भनेको V स्क्वायर R। अब यति रिलेसनबाट चाहिँ हामी के थाहा पाउँछौँ भन्दाखेरि P भनेको चाहिँ इन्भर्सली प्रोपोर्सनल टु R सँग चाहिँ रेजिस्टेन्ससँग चाहिँ इन्भर्सली प्रोपोर्सनल छ पावर भनेको चाहिँ। और R भनेको इन्भर्सली प्रोपोर्सनल टु पावरसँग चाहिँ इन्भर्सली प्रोपोर्सनल हुन्छ। भन्न खोजेको के हो भन्दा हाई रेजिस्टेन्स हुनको लागि चाहिँ रेजिस्टेन्स हाई हुनको लागि पावर भनेको लो हुन पर्यो। एउटा यो रिलेसन लिनु पर्यो। अनि सो हाम्रो रेजिस्टेन्स हाई हुनको लागि पावर लो हुन पर्यो। अरू जसरी भाइस वर्सा जसरी भने पनि भयो। अब हामीले अहिलेसम्मको अप्सनबाट एउटा चीज कसरी सेलेक्ट गर्ने भन्दा पावर लो कुनमा छ। अब हामीसँग पावर लो भएको भनेको इक्वल पावर छ 60 वाट र 60 वाट भनेको दुईटा छ हैन। अब हाम्रो B र D हुँदैन, त्यही भएर हाम्रो A र C भनेको हाम्रो हुने चान्स छ। अब A र C मा पनि अब अर्को रिलेसन हेरौँ। ओके, अब अर्को रिलेसन भनेको चाहिँ कस्तो छ भन्दाखेरि रेजिस्टेन्स भनेको V स्क्वायर बाई P छ हैन। अब हाम्रो दुईटै पावर भनेको त 60 वाट छ, दुईटै केसमा A र C कै केसमा पावर भनेको हाम्रो कन्स्टेन्ट भइरहेको छ। अनि रेजिस्टेन्स भनेको चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु V स्क्वायर हुन्छ। अब रेजिस्टेन्स जुन हाम्रो V हुन्छ भोल्टेज हाई हुँदाखेरि हाम्रो चाहिँ रेजिस्टेन्स पनि हाई हुन्छ। अब यसमा चाहिँ हामीले हाई भोल्टेज भएको चाहिँ हेर्नु पर्यो। हाई भोल्टेज भएको भनेको चाहिँ 150 र 220 भोल्टमा यो अप्सन ए चाहिँ हाम्रो करेक्ट आन्सर हो। और हामीले चाहिँ के गर्न सक्छौँ भन्दा V स्क्वायर बाई P भनेको जुन फर्मुला छ 220 स्क्वायर बाई 60 वाट को भ्यालु निकाल्ने, 220 वाट बाई 220 स्क्वायर बाई 100 वाटको भ्यालु निकाल्ने, 115 स्क्वायर बाई 60 वाट 115 स्क्वायर बाई 100 वाट गरेर सबैको भ्यालु निकाल्ने। अनि जुन भ्यालु चाहिँ हाइएस्ट आउँछ त्यसलाई हो भनेर क्याल्कुलेट गर्दा पनि हुन्छ। यो कन्सेप्ट युज गरे पनि हुन्छ। ओम्स ल नट एप्लिकेबल टु DC सर्किट, हाई करेन्ट, स्मल रेजिस्टर र सेमिकन्डक्टरमा भने सेमिकन्डक्टरमा चाहिँ युज गर्न मिल्दैन, एप्लिकेबल हुँदैन। हामीलाई कन्डक्टर नै चाहिन्छ। अब कन्डक्टेन्स अर्को क्वेसनमा चाहिँ छ कन्डक्टेन्स इज एक्सप्रेस्ड इन टर्म्स अफ भनेको छ हैन। कन्डक्टेन्सलाई चाहिँ कसरी हाम्रो चाहिँ रेजिस्टेन्सको अपोजिट भनेको चाहिँ कन्डक्टेन्स हो। रेजिस्टेन्स भनेको R भनेको ओम भन्छौँ भने कन्डक्टेन्स भनेको चाहिँ ठ्याक्कै उल्टो OHM को स्पेल पनि ब्याकवर्डमा गरिन्छ, त्यसलाई चाहिँ MHO भनेर भन्छ, सिमन्स भनेर पनि भन्छ, SIEMENS। अनि यसको रिप्रेजेन्टेसन भनेको ओम भनेको हाम्रो यस्तो हुन्छ भने ठ्याक्कै उल्टो यस्तो खालको चाहिँ यसको रिप्रेजेन्टेसन हुन्छ। अनि हामी रेजिस्टिभिटी र कन्डक्टिभिटी और कन्डक्टेन्समा चाहिँ किनभने रेजिस्टेन्स भनेको R हो भने रेजिस्टिभिटी भनेको रो हो। अब यसमा अब R रेजिस्टेन्सको अपोजिट कन्डक्टेन्स, रेजिस्टिभिटीको अपोजिट कन्डक्टिभिटी, त त्यसमा चाहिँ झुक्किन भएन। अब जस्तो रेजिस्टिभिटीको भनेको ओम पर मिटर हुन्छ भने ओम मिटर हुन्छ भने रेजिस्टेन्सको चाहिँ हाम्रो कन्डक्टिभिटीको चाहिँ साइमन पर मिटर हुन्छ, MHO पर मिटर हुन्छ। अनि अब हाम्रो कस्तो भनेको डेल्टा कनेक्सन इज नोन एज भनेको छैन। डेल्टा कनेक्सन भनेको चाहिँ हाम्रो कस्तो हुन्छ भन्दा जुन ट्रायंगुलर खालको हुन्छ नि यो कनेक्सन छ नि, यो भनेको डेल्टा कनेक्सन हो है। सायद देखेको छैन, यो भनेको डेल्टा कनेक्सन हो। यो भनेको ट्रायंगुलर शेपमा जुन छ त्यो भनेको डेल्टा कनेक्सन हो। और यस्तो वाइ शेपमा हुन्छ नि, वाइ यसरी आइरहेको हुन्छ अनि यताबाट जान्छ यताबाट आउँछ। और यो भनेको चाहिँ हाम्रो स्टार कनेक्सन हो।
अनि यसलाई चाहिँ वाई कनेक्सन पनि भन्छ। अनि यसमा चाहिँ के भनेको छ भन्दा डेल्टा कनेक्सन इज नोन एज वाई कनेक्सन भनेको हाम्रो स्टार कनेक्सन हो। स्टारको यो वाईको सेपमा हुने भएर यसलाई स्टार वाई कनेक्सन पनि भन्न मिल्छ हैन। अब यो भनेको हाम्रो ट्रायंगुलर उसमा चाहिँ यसलाई हामीले डेल्टा कनेक्सन भन्छौँ और मेस कनेक्सन पनि भन्छौँ यसलाई। यसको नेमिङ हो। सो यसलाई मेस कनेक्सन पनि भनिन्छ। अनि अब अर्को भनेको हामीसँग अप्सन छ वाई कनेक्सन मेस कनेक्सन भनेर छ। अनि आइदर वाई कनेक्सन और मेस कनेक्सन निदर आई कनेक्सन नर मेस कनेक्सन भनेको छ। तर यो त हुनै सक्दैन यो सिरियली अनि वाई कनेक्सन नि हैन। सो बी भनेको हाम्रो मेस कनेक्सन चाहिँ आन्सर भयो। अनि अब हामीलाई चाहिँ अर्को क्वेसन छ हैन। RA is resistance at A, RB is resistance at B, RC is resistance at C in star connection. After transforming to delta connection, what is the resistance between B and C? So यो चाहिँ कसरी गर्ने त? ओके म यहाँ फर्मुला भन्छु है। हाम्रो इफ यसरी छ यो भनेको स्टार कनेक्सन हो। योलाई A B C अरे यसलाई A B C भनौँ। अब हामीलाई स्टार कनेक्सन हो भने यो R1 र R3 छ हैन। यो अब यता जुन रेजिस्टेन्स आउँछ नि हामीले त यसलाई ट्रायंगुलर सेपमा दिन पर्यो नि त। हाम्रो अब यसैबाट हेर्दाखेरि हाम्रो डेल्टा कनेक्सन भनेको कसरी आउँछ यसरी आउँछ हैन। सो अब यसलाई चाहिँ हाम्रो A र B को RAB लाई चाहिँ के भन्छ R1 3 1 र 3 मिलेर हाम्रो RAB जुन यो रेजिस्टेन्स छ यो बन्छ हैन। अब यसको निकाल्ने फर्मुला के छ भन्दा RAB और R1 3 भनौँ। यो भनेको यो दुईटाको सम गर्दै R1 + R3 प्लस R1 × R3 डिवाइड बाइ R2 जुन यो छुट्छ नि त्यसले चाहिँ डिवाइड गरिदिने मल्टिप्लिकेसनमा। सो यो R1 3 भनेको के हुन्छ R1 + R3 प्लस R1 × R3 डिवाइड बाइ R2। अब यसलाई चाहिँ R1 R2 प्लस R2 R3 प्लस R1 R3 डिवाइड बाइ R2 गरे पनि हुन्छ। यसरी गर्दा चाहिँ हामीले अलिक छिटो हुन्छ हैन। R2 ले माथि मल्टिप्लाई गर्दा पनि आन्सर आउने भनेको यही हो। अप्सनमा कहिलेकाहीँ R1 R2 प्लस R2 R3 प्लस R1 R3 बाइ R2 दिए पनि झुक्किन चाहिँ भएन। अनि अब R2 अब R1 र R2 को बिचमा जुन R1 2 आउँछ यो भनेको यसलाई कसरी निकाल्ने R1 + R2 प्लस R1 R2 डिवाइड बाइ R3 अनि BC भने R3 2 2 3 जे लेख्छौँ अनि R2 + R3 प्लस R2 R3 डिवाइड बाइ R1। अब यसमा चाहिँ के भनेको छ त भन्दाखेरि यो हामीले फर्मुला हेर्यौँ RA RB RC छ हैन। अनि यसलाई हामीले A B C भन्यौँ भने आफ्टर ट्रान्सफर्मिङ टु डेल्टामा ट्रान्सफर्म गर्दाखेरि चाहिँ इन्टु डेल्टा वाट इज द रेजिस्टेन्स बिट्विन B एन्ड C RBC चाहियो हैन। यस्तो हाम्रो BC RBC चाहियो भने चाहिँ यो वाला रेजिस्टेन्स चाहिँ हामीलाई फाइन्ड गर्नु पर्यो। भनेको RB + RC प्लस RB RC डिवाइड बाइ RA RC + RB प्लस RC RB डिवाइड बाइ RA। सो अप्सन ए नै हाम्रो करेक्ट भइदियो। भन्न खोजेको RC र RB जुन जुन एन्ड पोइन्ट छ त्यो प्लसमा हुनु पर्यो प्लस अनि त्यो त्यही दुईटा फेरि RC RB मल्टिप्लिकेसनमा हुनु पर्यो डिवाइड बाइ RA। अनि सिमिलर क्वेसन छ अर्को पनि हामीसँग RA is resistance at A, RB is resistance at B, RC is resistance at C in star connection. After transforming to delta, what is the resistance at A and C? अब हामीले RAC निकाल्दाखेरि अब हामी इन पोइन्ट मात्रै हेरेर पनि फिगर नबनाएर पनि गर्न सक्नु पर्यो RA + RC प्लस RARC डिवाइड बाइ RB। अनि अर्को क्वेसन छ हामीसँग फाइन्ड द इक्विभ्यालेन्ट डेल्टा सर्किट भनेको छैन। इक्विभ्यालेन्ट डेल्टा सर्किटको लागि त अब यो एउटा लिन पर्यो हामीले क्याल्कुलेट नै गर्नुपर्छ। यसको लागि चाहिँ यो भनेको 4.53 प्लस 1.53 प्लस 4.53 × 1.53 डिवाइड बाइ 6.6 भनेर जुन यो आउँछ त्यो भ्यालु आउँछ त्यो भनेको यो भ्यालु आउँछ। सिमिलरली यो दुईटाको सम गर्ने प्लस यो दुईटाको मल्टिप्लिकेसन डिवाइड बाइ यो भनेको छ भने यताको भ्यालु आउँछ। अनि यसरी यताबाट लिएर जाँदा यो दुईटाको सम प्लस यो दुईटाको मल्टिप्लिकेसन डिवाइड बाइ यो छ भने चाहिँ यताको भ्यालु आउँछ हाम्रो। अनि त्यो क्याल्कुलेसन गर्दाखेरि क्याल्कुलेटरमा हाल्ने हाम्रो आन्सर चाहिँ ए आउँछ। त्यो क्याल्कुलेसन गरेर क्याल्कुलेटरमा हाल्दाखेरि चाहिँ हाम्रो भ्यालु भनेको ए आउँछ। सो हाम्रो 11 नम्बरको क्वेसन छ हैन। फाइन्ड द इक्विभ्यालेन्ट रेजिस्टेन्स बिट्विन एक्स एन्ड वाई भनेको छैन। एक्स एन्ड वाई इक्विभ्यालेन्ट रेजिस्टेन्स निकाल्नको लागि हामीले के गर्नु पर्यो त भन्दा यसमा भनेको जुन यो सर्किट आइरहेको छ नि यो वाला सर्किट भनेको यति पार्ट यो भनेको स्टारमा आइरहेको छैन। अब यसलाई चाहिँ हामीले डेल्टामा कन्भर्ट गर्नुपर्छ। और यो डेल्टालाई स्टारमा कन्भर्ट गरे पनि हुन्छ जे गरे पनि हुन्छ। मैले चाहिँ स्टारलाई डेल्टामा कन्भर्ट गरेको छु है। सो हाम्रो यसमा चाहिँ सबै 2 ओम 2 ओम 2 ओम छ हैन। इफ हामीले यो माथितिरको यो भनेको एउटा सर्किट यताबाट जान्छ एउटा यताबाट जान्छ एउटा यताबाट जान्छ हैन। माथिको निकाल्दा भने 2 + 2 2 + 2 यसलाई R1 R2 भनौँ प्लस 2 × 2 डिवाइड बाइ 2 हुन्छ। भन्न खोजेको हाम्रो माथिमा 6 ओम आउँछ यता यो साइडबाट आउने 6 ओम आउँछ यताबाट 6 ओम आउँछ हैन। सो यो सर्किट चाहिँ यस्तो बन्छ। यो जुन डेल्टावाला सर्किट बनेको छ यो यसरी यता जानु र हाम्रो यो एउटै लाइन छ यता जानु र यता जानुमा फरक छैन। सो 6 ओम 6 ओम 6 ओम यो भनेको हामीले यसरी लेख्नु र यो लाइन सेम हो भने चाहिँ यसलाई यता ल्याएर लेख्नु र यता ल्याएर लेख्नुमा डिफरेन्स छैन। सो ए भन्न खोजेको। अनि यो सर्किट हाम्रो यस्तो बनेको छ। अनि अब हामीले के गर्न सक्छौँ त भन्दा 5 र 6 भनेको हाम्रो प्यारललमा छ हैन। अनि यो पनि हाम्रो प्यारललमा छ यो पनि प्यारललमा छ। फर्स्टमा हामीले यसलाई सल्भ गरौँ। यो भनेको 2.72 समथिङ आउँछ। अनि 6 र 10 भनेको नि प्यारललमा छ। यो भनेको 3.57 आउँछ। अनि यो भनेको पनि 3.57 आउँछ। यता हाम्रो सल्भ देखेको छैन रहेछ। माथिको यो दुईटा प्यारलल रहेछ यसलाई सल्भ गर्दाखेरि 2.72 आउँछ। अनि 6 र 10 पनि यता यो पनि प्यारललमा छ यो पनि प्यारललमा छ। यो दुईटाको सल्भ गर्दाखेरि 3.75 आउँछ। अनि हाम्रो सर्किट भनेको यस्तो बन्न जान्छ। अनि यो दुईटा सम गर्ने फेरि यो दुईटाको प्यारलल निकाल्दाखेरि हाम्रो आन्सर भनेको यो दुईटाको सम गर्दा 3 + 2 अनि यो भनेको पोइन्ट गर्दा 6.47 आउँछ। 6.47 र 3.75 को प्यारलल निकाल्दाखेरि चाहिँ हाम्रो आउँछ 2.38 भनेर चाहिँ हाम्रो यसको आन्सर आउँछ। अझ यसलाई कसरी एउटा चाहिँ कसरी गर्न मिल्छ 3.75 र हाम्रो के छ भन्दा 6.47 भनेको 3.75 भन्दा चाहिँ जहिले पनि सानो हुन्छ। 3.75 भन्दा ए र सी सानो छ। अब भ्यालु निकाल्दाखेरि यो चाहिँ हामीले चेक गर्नु परेन। यो दुईटामा एउटा चाहिँ आन्सर आउँछ। अनि हामीसँग अर्को छ
RA is resistance at A, RB is resistance at B, RC is resistance at C in interconnection after transforming to delta. What is the resistance at A र B भनेको छैन। अब यो भनेको A र B को दुईटा टर्मिनल भनेको चाहिँ RA plus RB plus RA RB by RC हुन्छ होला। अनि केसीएल भनेको चाहिँ के हो त भन्दा चाहिँ केसीएल भनेको चाहिँ कुनै एउटा नोडबाट चाहिँ करेन्ट जाँदैछ भने और जाँदैछ जुन टोटल करेन्ट हुन्छ नि त्यसको सम भनेको चाहिँ कुनै एउटा नोडमा आउने टोटल सम अफ करेन्ट भनेको चाहिँ 0 हुन्छ भन्ने हो। अनि आई इन भनेको आई आउट हुन्छ। आई एउटा इनलाई हामीले पोजिटिभ मान्यो भने आई आउट भनेको चाहिँ नेगेटिभ मान्यो भने आई इन माइनस आई आउट भनेको चाहिँ 0 हुन्छ अरे सिम्पलमा भन्दाखेरि। अनि देयर इज अ पोसिबिलिटी फर अ नोड टु स्टोर चार्ज, यो करेक्ट भएन। देयर क्यान नट बी एकुमुलेसन अफ चार्ज एट नोड भनेको चाहिँ हाम्रो करेक्ट आन्सर हो। चार्ज एकुमुलेसन इज पोसिबल एट नोड, चार्ज एकुमुलेसन मे अर मे नट बी पोसिबल एट नोड। यो भनेको चाहिँ एसिडी भनेको एउटै चार्जको कुरा आएको छ होइन। हाम्रो केसीएलमा चाहिँ चार्जको कुरै आउँदैन। हाम्रो भन्यो एउटा नोडमा चाहिँ इन्कमिङ र आउटगोइङ करेन्ट भनेको इक्वल हुन्छ भनेको हुन्छ। और सम अफ त्यो करेन्ट हुन्छ इन्कमिङ आउटगोइङ त्यो भनेको चाहिँ 0 हुन्छ भनेको हुन्छ। अनि त्यसपछि अल्जेब्रिक सम अफ भोल्टेज अराउन्ड एनी क्लोज पाथ इन अ नेटवर्क इज इक्वल टु स्लो। अब जस्तो हामीले आई इन र आई आउट भनेको 0 हुन्छ, सम भनेको 0 हुन्छ भनेर भन्यो भने आई इन र आई आउट इक्वल हुन्छ भने केसीएल भन्यो भने हाम्रो केबीएल भनेको चाहिँ कुनै एउटा क्लोज लुपमा सम अफ त्यो भोल्टेज भनेको चाहिँ 0 हुन्छ भनेर सल्भ गर्छौँ। त्यो भनेको चाहिँ केबीएल हो। त्यही भएर यसको आन्सर भनेको 0 भयो। अनि अर्को छ रिलेसन बिट्विन करेन्ट एकोर्डिङ टु केसीएल। केसीएलमा चाहिँ अब इन्कमिङ करेन्ट इक्वल टु आउटगोइङ करेन्ट होइन। अब यो नोडलाई मानौँ भने यसमा इन्कमिङ करेन्ट के छ I2 I3 I4 अनि आउटगोइङ भनेको I1 र I4। I2 प्लस I3 प्लस I4 इक्वल टु I1 प्लस I5 कता छ यो भनेको यो त इक्वल त हुँदै हुँदैन। I1 र I4 प्लस हुँदैन अनि I1 प्लस I5 इक्वल टु I2 I3 I4। सो यो भनेको हाम्रो करेक्ट आन्सर भयो। ए अर्को क्वेसन छ होइन। हामीले चाहिँ यसमा के भ्यालु युज गर्छौँ। अब यसमा भनेको -2 प्लस छ भने यसलाई प्लस मानौँ। 10 भोल्ट प्लस I इन्टु 50 अनि प्लस 5 भोल्ट प्लस 2 इन्टु I माइनस 20 भोल्ट। यो हाम्रो सिरिजमा छ त्यही भएर करेन्ट आई हुन्छ। अनि -20 प्लस 3 इन्टु I। सो यसरी सल्भ गर्दा यो वाला इक्वेसन चाहिँ सल्भ गर्ने भन्न खोजेको 10 माइनस 5I अनि -5 भोल्ट माइनस 2I अनि अगाडि माइनस र प्लस मिस्टेक भने जस्तो लाग्यो। अनि -2I माइनस 20 भोल्ट माइनस 3I। सो यताबाट सल्भ गरेर चाहिँ यसको भ्यालु आउँछ। अनि अब हाम्रो अर्को भनेको चाहिँ के छ भन्दा अल एमसीक्यूमा अल डट आर लुप्स बट डट आर नट मेसेज भनेको छ। अब हाम्रो लुप र मेसमै आन्सर आउँछ होइन। त्यही भएर अल लुप्स आर लुप्स बट अल मेसेज आर नट मेसेज भन्ने यो अप्सन एको आन्सर भएन। अनि अल मेसेज आर लुप्स अब हामीले एकैचोटि यस्तो त्यो उसमा भ्यालु राखेर हेर्दा पनि आउने खालको आन्सर हो। यो चाहिँ कुन चाहिँ राम्रो सुनिन्छ वालामा गर्दाखेरि अल लुप्स आर लुप्स बट अल मेसेज भनेको त आन्सर हुँदै हुँदैन नि त। अल मेसेज आर लुप्स बट अल लुप्स आर नट मेसेज भन्नेवाला एउटा यो चाहिँ भयो चाहिँ राम्रो सुनिन्छ। अब ब्रान्च आर लुप्स बट लुप्स आर नट मेसेज भनेको यो अलि भ्यालु राम्रो साउन्ड पनि गर्दैन। यसको मिनिङ हुँदैन कि अल लुप्स आर मेसेज र लुप्सकै आन्सर आउँछ होइन। मेसेज र लुप्समा यो मात्रै छ जस अप्सन ए र बीमा एउटा हुन्छ भन्ने हुन्छ। बी चाहिँ करेक्ट होला भनेर हामीले यसरी गेस पनि गर्न सक्छौँ होइन। तर यसको डेफिनेसन चाहिँ कस्तो हो भन्दा मेस भनेको चाहिँ स्पेसल काइन्ड अफ लुप हो जसमा चाहिँ एउटा मात्र लुप हुन्छ, त्यसमा मल्टिपल लुप हुँदैन। एउटा मात्र लुप हुन्छ भने त्यो भनेको मेस हो होइन। अनि अब लुप्स भनेको चाहिँ नर्मल लुप्स हो जसमा चाहिँ मल्टिपल लुप्स एउटा लुपभित्र मल्टिपल लुप हुन पायो। त्यही भएर अल मेसेज आर लुप्स बट अल लुप्स आर नट मेसेज भनेको चाहिँ यो अप्सन बी चाहिँ त्यसरी करेक्ट हुन्छ। अनि अप्सन अब अर्को क्वेसन छ अ जङ्सन विल 2 or more than 2 नेटवर्क एलिमेन्ट्स इज नोन एज भनेको छ होइन। अब यसमा चाहिँ के छ भन्दाखेरि हाम्रो जो जति पनि पोइन्ट दिएको छ त्यो हेरौँ। यसरी नोड भनेको चाहिँ एउटा पोइन्ट हो होइन जसमा चाहिँ टु अर मोर एलिमेन्टहरू चाहिँ कनेक्ट हुन्छ त्यो भनेको नोड हो। लुप भनेको चाहिँ एउटा कुनै पनि क्लोज पाथ हो। अनि ब्रान्च भनेको चाहिँ सिंगल एलिमेन्टबाट चाहिँ जस्तो एउटा सिंगल एलिमेन्ट नम्बर जान्छ भने त्यो भनेको ब्रान्च हो। जस्तो यो भनेको एउटा ब्रान्च हो। यो नोडबाट एउटा ब्रान्च गयो, यो नोडबाट अर्को ब्रान्च गयो एउटा, अनि योबाट यो यता गएको छ भने यो एउटा ब्रान्च यो एउटा ब्रान्च यो एउटा ब्रान्च हो। अनि मेस भनेको चाहिँ एउटा स्पेसिफिक काइन्ड अफ लुप जसमा चाहिँ अरू लुप हुन्न भनेर पहिले पनि भन्यो भयो होइन। अ जङ्सन विथ 2 or more than 2 नेटवर्क एलिमेन्ट्स मिट इज नोन एज केमा मिट हुन्छ त भन्दाखेरि नोडमा चाहिँ मिट हुने कि एउटा नोडबाट चाहिँ मल्टिपल जङ्सन पोइन्टहरू जान्छ, ब्रान्चेसहरू जान्छ। सो हाम्रो आन्सर भनेको यो हो। अप्सन ए इज करेक्ट आन्सर। थेभेनिन थ्योरम कन्भर्ट सर्किट टु एन इक्विभ्यालेन्ट फर्म कन्सिस्ट अफ भनेको छैन। थेभेनिन सर्किटले चाहिँ के गर्छ भन्दा कुनै पनि इक्विभ्यालेन्ट सर्किटलाई चाहिँ एउटा भोल्टेज र सिरिजमा भएको रेजिस्टेन्सको फर्ममा चाहिँ लिएर जान मिल्छ। इफ यो भनेको लोड थियो भने यो भिटिएस र आरटिएसको फर्ममा चाहिँ हामीले लिएर जान मिल्छ। आरटिएसमा चाहिँ कस्तो हुनसक्छ भने रेजिस्टेन्स छ भने आरटिएस लेख्यौँ, इफ त इम्पिडेन्स केही छ भने चाहिँ त्यसलाई जेटिएस त्यो लेख्न सक्छौँ होइन। भन्न अब करेन्ट सोर्स हुँदैन थेभेनिन्समा, भोल्टेज सोर्स हो, यो रङ भइहाल्यो। अब भोल्टेज सोर्स प्यारलल टु रेजिस्टेन्स भनेको यो पनि रङ हो। हाम्रो सिरिजमा हुन्छ भोल्टेज सोर्स सिरिजमा। अनि भोल्टेज सोर्स एन्ड सिरिज रेजिस्टेन्स भनेको चाहिँ अप्सन सी भनेको चाहिँ हाम्रो करेक्ट आन्सर। अनि यो करेन्ट सोर्स हाम्रो नर्टन थ्योरममा हो, थेभेनिन थ्योरममा होइन। त्यही भएर करेन्ट सोर्स भएको वाला जति पनि पोइन्ट छ पहिला नै आउट हुन्छ। बी र सीमा एउटा आन्सर हो भने त्यो भनेको आन्सर सी हो। अनि अर्को क्वेसन छ द एप्लिकेसन अफ थेभेनिन थ्योरम इन अ सर्किट रिजल्ट इन भनेको छैन। एप्लिकेसन अफ थेभेनिन थ्योरमको जुन चाहिँ रिजल्ट हुन्छ नि के को फर्ममा हुन्छ त भन्दाखेरि हामीले यता हेर्दैछौँ यो आइडियल भोल्टेज सोर्स त हुँदैन, आइडियल करेन्ट सोर्स पनि हुँदैन है। थेभेनिन्स भनेको आइडियलमा जाँदैन। अब करेन्ट सोर्स एन्ड इम्पिडेन्स इन प्यारल मैले यो दुईटामा हुन्छ भने एकचोटि पनि गरेको छु होइन। यो दुईटामा एउटा हुन्छ भन्न खोजेको यो भने अब करेन्ट सोर्स एन्ड इम्पिडेन्स इन द प्यारल। अब यो माथिको जस्तै हो, मैले भने आर रेजिस्टेन्स मात्र हुँदैन, इम्पिडेन्स पनि हुन्छ, जेडको फर्ममा पनि हुन्छ भनेर। करेन्ट सोर्स हुँदैन, त्यही भएर यो दुईटा हुँदै हुँदैन। पहिला नै आउट भयो। करेन्ट सोर्स पनि हुँदैन थेभेनिन्समा, यो पनि आउट भयो। भोल्टेज सोर्स एन्ड इम्पिडेन्स इन सिरिज, रेजिस्टेन्सको सट्टा इम्पिडेन्स पनि हुन पाइयो। सो हाम्रो करेक्ट आन्सर इज डी। अनि त्यसपछि 21 नम्बरमा छ वाइल क्यालकुलेटिङ आरटिएस इन थेभेनिन्स थ्योरम एन्ड नर्टन्स इक्विभ्यालेन्ट। अब
हामीले जति पनि आरटीएस निकाल्छौँ थेभेनिन्स र नर्टन्समा दुईटैमा निकाल्दाखेरि चाहिँ हाम्रो भनेको चाहिँ जुन लोड इफ यो भनेको हाम्रो लोड रेजिस्टेन्स हो र ए र बीको फर्ममा चाहिँ हामीलाई आरटीएस निकाल्नु छ भने हामीले यसलाई चाहिँ आरटीएस भनेर लेखिदिन्छौँ, यो चाहिँ फाइन गर्ने भयो। अनि भोल्टेज सोर्सलाई चाहिँ हामीले के गर्छौँ भन्दा क्लोज गरिदिन्छौँ, सर्ट सर्किट गरिदिन्छौँ। इफ यता करेन्ट सोर्स छ भने त्यसलाई चाहिँ ओपन सर्किट गरिदिन्छ भनेको अल द इन्डिपेन्डेन्ट सोर्सको यो भोल्टेज सोर्सलाई सर्ट सर्किट गर्नु भनेको यसलाई जेरो बनाउनु, यो भनेको क्लोज गर्नु, र करेन्ट सोर्स छ भने त्यसलाई ओपन सर्किट गर्नु भनेको त्यसलाई पनि क्लोज गर्नु, जेरो बनाउनु। अनि त्यसमा अब हाम्रो अप्सन हेरौँ के के छ। अल इन्डिपेन्डेन्ट सोर्स मेड डेड, अनि ओन्ली करेन्ट सोर्स आर मेड डेड, ओन्ली भोल्टेज सोर्स आर मेड डेड होइन, यो दुइटै रङ हो। दुइटै इफ हामीसँग के अभाइलेबल छ, यो सर्किटमा हाम्रो भोल्टेज सोर्स मात्र अभाइलेबल छ, भोल्टेज सोर्सलाई मात्र गर्छौँ। अब हामीलाई करेन्ट सोर्स अभाइलेबल छ भने त्यसलाई पनि डेड गर्दैन, अल भोल्टेज एन्ड करेन्ट सोर्स आर मेड डेड होइन। सब फेरि यसमा एउटा कुरा के छ भन्दा अब सबैले चाहिँ गरिन, इन्डिपेन्डेन्ट भोल्टेज सोर्स र करेन्ट सोर्सलाई चाहिँ हामीले डेड गर्छौँ। त्यही भएर हाम्रो अप्सन ए चाहिँ करेक्ट आन्सर हो। अनि त्यही भएर अर्को क्वेसनमा गयौँ हामी। अर्को क्वेसनमा चाहिँ के छ भन्दाखेरि थेभेनिन थ्योरम क्यान नट बी अप्लाइड अन भनेको हाम्रो लिनियर सर्किटमा अप्लाई गरिने हो। लिनियर सर्किट भनेको जसले ओम्स ललाई फलो गर्छ। अनि अर्को नन लिनियर सर्किट भनेको चाहिँ यस्तो सर्किट जसले चाहिँ एनर्जी जेनेरेट गर्ने खालको सर्किट हुन्छ नि, त्यो भयो। अनि अर्को भनेको एक्टिभ सर्किट भनेको चाहिँ कस्तो हुन्छ भन्दा एम्प्लिफायरहरू तिनीहरू भनेको एक्टिभ सर्किट भयो। अनि नन लिनियर सर्किटको एक्जाम्पल भनेको चाहिँ यहाँ 5 भोल्टको ब्याट्री छ अनि त्यसमा रेजिस्टर छ, डायोड पनि छ भन्यो भने चाहिँ त्यो भनेको नन लिनियर सर्किटमा पर्छ है, जुन एनर्जी जेनेरेट गर्छ भन्यौँ हामीले। अनि प्यासिभ सर्किट भनेको चाहिँ आरसी आरएल सर्किटहरू हो। सो हाम्रो आन्सर भनेको चाहिँ क्यान नट बी अप्लाइड टु भनेको नन लिनियर सर्किट जसमा चाहिँ पावर स्टोर हुन्छ, त्यो सर्किटमा चाहिँ यो अप्लाई हुँदैन। हामीले आरसीआरएलमा त मात्रै युज हुन्छ भनिहाल्यौँ नि त, जेटिएच थियो हाम्रो जुन इम्पिडेन्स निकाल्नको लागि चाहिँ आरसीआरएल चाहिँ एउटा कुनै त चाहियो। सो त्यही भएर हाम्रो चाहिँ नन लिनियर सर्किटमा चाहिँ अप्लाई हुँदैन, लिनियरमा त हुन्छ। लिनियर सर्किट भनेको हाम्रो जसमा ओम्स ल अप्लाई हुन्छ त्यो भनेको लिनियर सर्किट हो। यसलाई यसमा पनि ओम्स ल अप्लाई हुन्छ अनि यसमा पनि युज गर्न मिल्छ। अनि ओम्स ल भनेको हाम्रो त्यो उसमा मात्रै नझुक्यौँ है, केसिएल केबिएल तिनीहरू सबै ओम्स ल नै युज भएर अनि त्यसमा एक्सटेन्ड हुँदै बनेको कुराहरू हो नि त, त्यही भएर त्यो युज हुन्छ भने त्यसमा ओम्स ल पनि युज हुन्छ। नर्मल लिनियर सर्किट भनेको ओम्स ल युज हुने सर्किट हामीले नर्मली जुन पनि सोल्युसन गर्छौँ त्यो भनेको लिनियर सर्किट हो। हामीले पढेको छौँ नि जुन बीमा एन्ड नेटवर्क थ्योरममा बेसिक इलेक्ट्रिकल इन्जिनियरिङमा, त्यो भनेको चाहिँ हाम्रो लिनियर सर्किटमा पढेको छ। अनि वाइल थेभेनाइजिङ अ सर्किट बिट्विन टु टर्मिनल भिटिएस इज इक्वल टु भनेको छैन। भिटिएस भनेको चाहिँ सर्ट सर्किट टर्मिनल भोल्टेज, इफ हामीले टर्मिनल भोल्टेजलाई चाहिँ सर्ट सर्किट गऱ्यौँ भने त त्यो त जेरो भइहाल्यो नि। अनि अब हामीसँग चाहिँ अर्को नयाँ सर्किट चाहिँ क्यालकुलेट द थेभेनिन्स रेजिस्टेन्स एक्रस द टर्मिनल एबी फर द फलोइङ सर्किट भनेको छैन। अब हामीले थेभेनिन्स रेजिस्टेन्स निकाल्नको लागि के गर्नुपर्छ त, फोमको एक्रसमा भन्दा फर्स्टमा त यो रेजिस्टेन्स निकालेर आरटीएसलाई रिप्लेस गर्नुपर्छ र यो जुन भोल्टेज सोर्स छ यसलाई चाहिँ हामीले क्लोज गर्ने भने सर्ट सर्किट गर्नुपर्छ। सो यसको फिगर चाहिँ कस्तो हुन्छ त, यस्तो हुन्छ हाम्रो यसको फिगर भनेको यस्तो फर्ममा आउन जान्छ। यसमा के छ, सुरुमा हामीले फोमलाई रिमुभ गर्छौँ, सर्ट सर्किट र भोल्टेज सोर्स, इफ करेन्ट सोर्स भएको है हामीले त्यसलाई ओपन सर्किट राखिदिन्छ। अब यसको जुन फाइनल सर्किट डायग्राम हुन्छ त्यो भनेको यस्तो बन्छ। अब यो दुईटा सर्किट भनेको प्यारललमा छ, सो यसको आन्सर आउँछ 2/3 हो। अनि यति गरिसकेपछि यो सर्किट भनेको यता हाम्रो यति गरिसकेपछि जुन यो सर्किट यो दुईटाको आउँछ यो भनेको सिरिजमा आउँछ, यो सिरिजमा भनेको 2/3 + 3 हुन्छ रेजिस्टेन्स। सो हाम्रो आन्सर आउँछ 3.67। अनि सो अप्सन बी इज राइट करेक्ट आन्सर। अनि त्यसपछि हामीले त क्यालकुलेट द करेन्ट एक्रस द फोम रेजिस्टर भनेर गर्छौँ। यसको चाहिँ के छ त भन्दाखेरि फर्स्टमा हामीले हेर्दाखेरि जुन यो 3 ओम र 4 ओम छ यो भनेको सिरिजमा छ। सो हामीले यसलाई 7 ओम बनाउँछौँ अनि जुन यो 7 ओम र 2 ओम हुन्छ त्यो भनेको प्यारललमा हुन्छ। अनि त्यसपछि हामीले करेन्ट निकाल्छौँ। भन्न खोजेको यस्तो हुन्छ हाम्रो फर्स्टमा चाहिँ 3 ओम र 4 ओम सिरिजमा हुन्छ अनि यता 7 ओम आउँछ। 7 ओम र 2 ओम भनेको प्यारललमा हुन्छ, यति आन्सर आउँछ। अनि जुन 2.56 आन्सर आउँछ त्यो भनेको 1 ओम छ उसमा हुन्छ, सिरिजमा हुन्छ। अनि हाम्रो कस्तो हुन्छ त सिरिजमा चाहिँ करेन्ट फ्लो थ्रु द सर्किट भनेको सेम इक्वल हुन्छ। त्यही भएर हामीले अब यहाँनिर करेन्ट निकाल्छौँ। करेन्ट भनेको यो रेजिस्टेन्सबाट जाने करेन्ट निकाल्दैछौँ हामीले। यता चाहिँ कस्तो हुन्छ 1 + 2.56 यो भनेको भोल्टेज डिभाइड बाई टोटल रेजिस्टेन्स हुन्छ 3.56 अनि यसको आन्सर आउँछ हाम्रो 3.91 एम्पियर। सो हाम्रो कस्तो भयो भन्दा अब जुन यो दुईटाको सर्किटबाट 7 ओम र 2 ओमबाट गइरहेको छ त्यो दुईटाबाट करेन्ट त डिभाइड भएर जान्छ। यहाँनिर करेन्ट भनेको हाम्रो 3.91 एम्पियर भयो भने अब यहाँ यो करेन्ट चाहिँ यता पनि जान्छ यता पनि जान्छ। अब हामीले 7 ओममा जाने करेन्ट चाहिँ निकाल्छौँ। सो 7 ओममा जाने करेन्ट भनेको आई टोटल इन्टु आर अपोजिट डिभाइड बाई आर अपोजिट प्लस आर ब्रान्च भनेको यसको अपोजिटको ब्रान्च डिभाइड बाई त्यो ब्रान्च। अनि यो भनेको अपोजिटको ब्रान्च भनेको 2 हो, 2/2 + 7 भनेको 9, 2/9 गर्दाखेरि यो भनेको हाम्रो आउँछ 0.869। अनि यो भनेको हाम्रो कुनसँग पायो 7 ओममा भएको रेजिस्टेन्स। 7 ओम कसरी बनेको थियो त भन्दा 7 ओम भनेको 3 ओम र 4 ओम मिलेर बनेको थियो। अनि योबाट फ्लो हुने करेन्ट भनेको हाम्रो 0.869 भयो, किनभने यो दुईटै सिरिजमा थियो प्यारललमा भएको। फेरि हामीले यसरी नै गर्नुपर्छ, यो सिरिजमा भएको भएर दुईटैमा जाने करेन्ट चाहिँ सेम हुन्छ। अब हामीसँग अर्को न्यू क्वेसन छ, त्यसमा चाहिँ के छ भन्दा त थेभेनिन्स भोल्टेज इज भनेको छ ओपन सर्किट भोल्टेज सर्ट सर्किट भोल्टेज, ओपन सर्किट एन्ड सर्ट सर्किट भोल्टेज निदर ओपन सर्किट न सर्ट सर्किट भोल्टेज भनेको होइन। यो भन्न खोजेको चाहिँ कस्तो भन्दा हामीले थेभेनिन्स भोल्टेज निकाल्दाखेरि चाहिँ त्यो भोल्टेज सोर्स हुन्छ त्यसलाई चाहिँ हटाएर ओपन सर्किट राखेर अनि बल्ल क्यालकुलेट गर्छौँ नि त थेभेनिन्स भोल्टेज। त्यही भएर त्यो चाहिँ ओपन सर्किट भोल्टेज हुन्छ होइन। अनि यो रेजिस्टेन्समा चाहिँ हामीले सर्ट सर्किट गर्ने हो, भोल्टेज निकाल्दा चाहिँ ओपन सर्किट राख्छौँ है, यो चाहिँ याद गर्नु पऱ्यो। अनि ओपन सर्किट र सर्ट सर्किट दुईटै सँगै हुने कुरा त हुँदैन, त्यही भएर यो त रङ भइहाल्यो। अनि निदर ओपन सर्किट न सर्ट सर्किट भनेको नि होइन, त्यही भएर हाम्रो चाहिँ ओपन सर्किट भएर चाहिँ आन्सर हो। अनि हामीसँग अर्को के छ भन्दा थेभेनिन्स रेजिस्टेन्स इज फाउन्डेड बाई भनेको छ है।
थेभेनिन्स रेजिस्टेन्स चाहिँ कसरी फाउन्ड गरिन्छ त भन्दा सर्ट अल द भोल्टेज सोर्स एन्ड ओपन अल द करेन्ट सोर्स। त्यही त गर्ने हामीले रेजिस्टेन्स निकाल्नको लागि चाहिँ जो जुन कुनै इन्डिपेन्डेन्ट सोर्स छ भने त्यसलाई चाहिँ हटाउने भनेको भोल्टेज सोर्सलाई सर्ट सर्किट गर्ने, करेन्ट सोर्सलाई चाहिँ ओपन सर्किट गर्ने। अनि अब चाहिँ हामी नेक्स्ट क्वेसनमा मुभ हुन्छौँ। ओके, थेभेनिन्स थ्योरम इज ट्रु फर भनेको चाहिँ लिनियर नेटवर्कको लागि हो, जुन हाम्रो ओम्स अफ हामीले नेटवर्कमा हुन्छ त्यसमा थेभेनिन्स थ्योरम अप्लाई हुन्छ। अनि थेभेनिन्स थ्योरम VTH भनेको एउटा सिङ्गल भोल्टेज सोर्स हो। यसमा चाहिँ के हुन्छ भन्दा डिफ्रेन्ट भोल्टेज सोर्सलाई चाहिँ एउटा होल नेटवर्कलाई चाहिँ वान सोर्समा चाहिँ सिम्प्लिफाई गरेको हुन्छ। अनि सो विच अफ द फलोइङ इज अल्सो नोन एज द डुएल अफ थेभेनिन्स थ्योरम भनेको हुन्छ, त्यो भनेको चाहिँ नर्टन्स थ्योरम हो। थेभेनिन्समा चाहिँ भोल्टेज सोर्स हुन्छ भने यसमा चाहिँ करेन्ट सोर्स हुन्छ। थेभेनिन्समा हामीले सिङ्गल भोल्टेज सोर्समा लिएर जान्छ भने नर्टन्समा चाहिँ सिङ्गल करेन्ट सोर्समा लिएर जान्छ। अनि नर्टन्स करेन्ट, अर्को क्वेसन के छ भन्दा द नर्टन्स करेन्ट इज द भनेको चाहिँ सर्ट सर्किट एलिमेन्ट हो। हामीले नर्टन्स करेन्ट जस्तो हाम्रो थेभेनिन्समा चाहिँ भोल्टेज भनेको ओपन सर्किट थियो भने नर्टन्स करेन्ट भनेको चाहिँ सर्ट सर्किट करेन्ट हो। अनि अर्को नर्टन रेजिस्टेन्स चाहिँ कसरी फाउन्ड हुन्छ त भन्दाखेरि रेजिस्टेन्स चाहिँ दुईटैमा एउटै हो, भोल्टेज सर्ट सर्किट गर्ने, करेन्टलाई ओपन सर्किट राख्ने, अनि त्यसरी हुन्छ। अनि त्यसपछि नर्टन्स थ्योरम इज ट्रु फर भनेको चाहिँ लिनियर नेटवर्ककै लागि हुन्छ। थेभेनिन्स र नर्टन सबै थ्योरमहरू लिनियर नेटवर्कको लागि ट्रु हुन्छ। अनि इज नर्टन थ्योरम ISC इज भनेको छ होइन, ISC भनेको करेन्ट सर्ट सर्किट भन्न खोजेको हो। अनि त्यसपछि जुन त्यो सर्ट सर्किट गरेर निकालेको हाम्रो करेन्ट सोर्स हुन्छ त्यो भनेको चाहिँ सिङ्गल करेन्ट सोर्स हो। अनि त्यसपछि हामीसँग अर्को न्युमेरिकल छ। त न्युमेरिकलमा चाहिँ कस्तो छ भन्दाखेरि क्यालकुलेट द नर्टन रेजिस्टेन्स फर द फलोइङ सर्किट इफ 5 ओम इज लोड रेजिस्टेन्स। 5 ओम लोड रेजिस्टेन्स हो भने यसमा चाहिँ RN निकाल्नु पऱ्यो भनेको नर्टन्स रेजिस्टेन्स निकाल्नु पऱ्यो। यसको लागि नर्टन रेजिस्टेन्स निकाल्नको लागि हामीले के गर्छौँ, यसलाई चाहिँ ओपन सर्किट गरिदिन्छौँ, यो ओपन भयो, यसलाई सर्ट सर्किट गरिदिन्छौँ। यति भएपछि 3 ओम र 6 ओम भनेको प्यारललमा हुन्छ। अनि त्यसपछि जुन रिजल्ट आउँछ योसँग 10मा चाहिँ 10सँग चाहिँ त्यो भनेको सिरिज हुन्छ। कति आउँछ त 3 र 6 को प्यारलल भनेको 2 ओम आउँछ। 10 + 2 भनेको 12 ओम आउँछ। सोल्युसन चाहिँ यस्तो हुन्छ। सो हाम्रो यसलाई जुन भोल्टेज सोर्स छ त्यसलाई सर्ट सर्किट गऱ्यौँ, यसलाई ओपन सर्किट गऱ्यौँ, अनि यसलाई हामीले RN भनेर राख्यौँ। RTH जस्तै नै हो सोल्युसन गर्ने प्रोसेस। 3 ओम र 6 ओम भनेको हाम्रो प्यारललमा छ, अनि त्यसलाई निकाल्दाखेरि 2 ओम भयो, अनि 2 ओम र 10 ओम सिरिजमा छ, अनि यसको आन्सर निकाल्दाखेरि 12 ओम भयो। सिमिलर क्वेसन अगाडि पनि थियो, विच अफ द फलोइङ इज अल्सो नोन एज डुअल नर्टन थ्योरम भनेको हाम्रो थेभेनिन्सको सोधेको छ। अब थेभेनिन्सको डुअल थ्योरम भनेको नर्टन्स हो भने नर्टन्सको डुअल थ्योरम भनेको थेभेनिन्स थ्योरम हो। अनि अर्को भनेको चाहिँ म्याक्सिमम पावर ड्रन फ्रम सोर्स डिपेन्ड अपन केमा चाहिँ डिपेन्ड गर्छ त म्याक्सिमम पावर थ्योरममा चाहिँ, त्यो भनेको चाहिँ दुईटै सोर्स र लोड रेजिस्टेन्स दुईटैमा चाहिँ डिपेन्ड गर्छ। म्याक्सिमम पावर थ्योरममा चाहिँ जुन म्याक्सिमम पावर ड्रन गरिन्छ यो चाहिँ म्याक्सिमम पावरको थ्योरम वालाको चाहिँ रेफरेन्स हो। यो म्याक्सिमम पावर चाहिँ कतिखेर हुन्छ त भन्दा जब चाहिँ लोड रेजिस्टेन्स र हाम्रो सोर्स रेजिस्टेन्स इक्वल हुन्छ त्यो बेला चाहिँ म्याक्सिमम पावर हुन्छ। सो अगाडिको जस्तै सिमिलर क्वेसन छ, म्याक्सिमम पावर इज डेलिभर्ड टु द सर्किट व्हेन सोर्स रेजिस्टेन्स इज इक्वल टु लोड रेजिस्टेन्स। अनि यो चाहिँ सिमिलर, यो चाहिँ यता यो क्वेसन चाहिँ अलमोस्ट सेम नै छ। द म्याक्सिमम पावर इज डेलिभर्ड टु सर्किट व्हेन सोर्स रेजिस्टेन्स इज इक्वल टु लोड रेजिस्टेन्स भन्ने हो।